मिलासन ओ मिलासन नउठ्ने तिमी उठ किन आज के हो तिम्रो ग्रेजुएसन हैन अनि यति बेरसम्म सुतेर हुन्छ त उठेर रेडी हुनु पर्दैन ल उठ उठ ल ब्रस गर्नुपर्छ अब मिलासन उठेर बटाबट ब्रस गर्न लाग्यो ब्रस गरेर खाजाको टेबलमा बस्यो गम 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 खाजा खाइसकेपछि ड्रेस उसको बुवालाई लगाइदियो ड्रेस लगाइसकेपछि हामी पनि गयौँ हलमा पुग्यौँ त्यहाँ चाहिँ चिटिक्क पारेर एकदम राम्रो सजावट भएछ अनि हाम्रो टिचर बोल्न लाग्नुभयो भन्न लाग्नुभयो त्यसपछि विद्यार्थीहरू चिटिक्क परेर हेर्नुहोस् न त्यहाँ गाउन लाएर यति राम्रो भएर आएन यताउता भएर मक्ख भएर उहाँहरू चाहिँ आउनुभयो हाम्रो नानी बाबुहरू आउनुभयो हेर्नुहोस् त्यहाँ नानी बाबुले कति राम्रो नाचेको छन् है कति मक्ख भएर हेर्नुहोस् नानी बाबुको नाच कति राम्रो नाचेको छन् युकेजीको क्लासबाट एउटा बाबुलाई स्पिच दिनको बोलाएको थियो कि हेर्ने कति राम्रो स्पिच दिएको छ इङ्ग्लिस पनि कति राम्रो कि मेरोभन्दा पनि राम्रो टिचरले पनि यति राम्रो नानी बाबुहरूको एक्टिभिटिजको बारेमा बताउनु भयो हामी त्यो हेरेर पनि एकदम खुसी भयौँ मेरो छोराको हालतहरू नयाँ यस्तो छ कान्छाको खेलेर उफ्रेर नाचेर अनि हाम्रो एकजना विदेशी पाहुना आउनु भएको रहेछ उहाँले पनि नानीहरूको बारेमा नानीहरूलाई सिकाउनु भयो हामीलाई पनि के गराउनु भयो प्यारेन्ट्सबाट चाहिँ मलाई बोल्नु भनेको थियो कि म पनि बोलेँ बटाबट लाएर होइन मक्ख भएर म पनि बोलिदिएँ अनि नानीहरूले यति राम्रो गीतबाट चाहिँ टिचरलाई धन्यवाद दिए टिचरहरूलाई अनि नानीहरूलाई सर्टिफिकेट हस्तान्तरण साथसाथै के भन्छ गिफ्ट पनि पाउँदो रहेछ है गिफ्ट पनि पाएँ नानी बाबुले मक्खै मेरो छोरा हेर्नुहोस् त्यहाँ मिलासन राई मक्ख भएर गयो त्यहाँ लिनुलाई अनि गिफ्ट लियो अनि सर्टिफिकेट पनि लियो अनि मक्ख भएर आयो मेरो छोरा अब अर्को वर्ष वैशाखबाट 1 क्लासमा जान्छ अनि मक्ख भएर नि टक लाएर आउँछ मेरो उसको एम चाहिँ फाइटर बन्ने अरे फेरि अनि ग्रेजुएसनको लागि किन्डरगार्टनको लागि त्यहाँ फोटो खिच्ने ठाउँ बनाएको रहेछ अनि त्यहाँ चाहिँ अन्तिमतिर प्रोग्राम चाहिँ आइसकेको छ सकियो प्रोग्राम त्यसपछि सबैजना फोटो खिच्न व्यस्त भयो मेरो छोरा पनि त्यहाँ फोटो खिच्नको लागि लाइनमा बसिरहेको छ उसको मनपर्ने टिचरहरू हुनुहुन्छ उहाँहरूसँग फोटो खिच्ने भनेर लाइनमा बसिरहेको छ अनि मेरो छोराले फोटो खिच्छ उसको मनपर्ने टिचर ग्रेस टिचर ज्योतिसँग पनि फोटो खिचेर ऊ मक्खै हुन्छ उसको मनपर्ने टिचरहरू हो नि त अनि फोटो टोपी उडाउने माथि हेर्नु उसको हालत फेरि यस्तो छ टोपी उडाउने टोपी त कतिचोटि उडायो कतिचोटि उडायो माथि आकाशमा उडाएर समात्ने टोपी पनि त्यसपछि लिएर हामी ग्रेजुएसन सकायौँ आजको मेरो छोराको त्यसपछि लिएर हामी बिदा भएर घरतर्फ आइयो मेरो छोराहरू पनि मक्ख हामी पनि मक्ख भएर आयौँ धन्यवाद।